झापाको चार्ट हेर्ने हो भने चाहिँ हाम्रो चाहिँ यो एरियामा चाहिँ एक लेभलको ब्रेकआउट देखाएर चाहिँ यहाँ चाहिँ मान्छेहरूले फसाएको छ है। सो अब हामीले चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ फ्रेस बाइङ गर्ने कि नगर्ने भनेर चाहिँ मलाई धेरैले क्वेसन सोध्नु भएको थियो। सो तपाईँहरूले चाहिँ फ्रेस बाइङ गर्ने हो भने चाहिँ यो सपोर्ट लेभलमा आउन दिनु भनेर भन्छु। लगभग हाम्रो चाहिँ 1425 को एरियामा चाहिँ यो प्राइस आयो भने तपाईँले चाहिँ यहाँ बाइङ गर्नु होला अनि स्टप लस चाहिँ यहीँ राख्नु होला। लगभग 1355 ले चाहिँ तपाईँहरूले चाहिँ स्टप लस राखेर चाहिँ काम गर्न सक्नुहुन्छ है। सो यहाँदेखि फेरि पनि यो एरियासम्म टार्गेट हाम्रो लगभग 1800 को एरिया है। सो बाइङ चाहिँ तपाईहरुले चाहिँ यो लगभग 1425 को एरियामा बाइङ गर्नु होला, 1355 चाहिँ स्टप लस राख्नु होला भने चाहिँ अनि टार्गेट चाहिँ तपाईहरुले चाहिँ 1800 राख्नु होला इफ तपाईहरुले चाहिँ फ्रेस बाइङ गर्ने हो भने है। अहिलेको एरियामा चाहिँ म बाइङलाई भन्दिन। सो यसो गर्यो भने चाहिँ हाम्रो चाहिँ रिस्क रिवार्ड पनि 1:2 झन्डै 5 हुन जान्छ है त। हामीले प्रफिट भयो भने चाहिँ 26% अनि लस भयो भने चाहिँ हामीले नियरली 6% को लस हुन्छ है। अब तपाईहरुले किन्ने भनेर सोचिराख्नु भएको छ भने चाहिँ अलिक करेक्सन आउन दिनु होला अनि बाइङ गर्नु होला भनेर भन्छु।